नमस्कार सम्पूर्णमा म दीपक बस्नेत नेपाल लाइफ इन्सुरेन्स शाखा कार्यालय धनकुटाबाट आज म बिमा सम्बन्धी चाहिँ हजुरहरूलाई जानकारी गराउन खोज्दैछु। बिमा के हो भन्ने विषयमा। बिमा भनेको के हो भन्दाखेरि एउटा बिमित र बिमक बीचमा गरिएको एउटा कानुनी सम्झौता करारलाई चाहिँ हामीले बिमा भनेर भन्ने गरिन्छ, जुन चाहिँ निश्चित उमेरको आधारमा निश्चित रकम लगानी गरेर चाहिँ हामीले हाम्रो आर्थिक सुरक्षा चाहिँ हस्तान्तरण गर्ने काम गरिन्छ भने त्यसलाई हामीले बिमा भनेर भन्ने गरिन्छ। र बिमा मान्छे के छ भन्दाखेरि पृथ्वीमा रहेका सम्पूर्ण प्राणीहरूमध्ये सबभन्दा चेतनशील प्राणी हो, जसले चाहिँ हाम्रो भविष्यको बारेमा सोच्ने गर्दछ। जुन घाँस बाँस कपास भइसकेपछि उसले चाहिँ भविष्यको बारेमा सोच्छ, भविष्य कस्तो बनाउने, कसरी चाहिँ सहज रूपमा भोलि जीवनयापन गर्ने, भविष्यमा आइपर्ने समस्याहरूलाई कसरी आर्थिक रूपमा चाहिँ मजबुत बनाउने भनेर सोचिरहँदाखेरि ती भविष्यको बारेमा सोचेर लगानी गर्ने विभिन्न क्षेत्रहरूमध्ये एउटा क्षेत्र बिमा हो, जहाँनेरि चाहिँ तपाईँले आफूले लगानी गरेको रकमको चाहिँ रिटर्न पनि पाउन सक्नुहुन्छ र त्यो सँगसँगै हजुरको चाहिँ रिस्क हस्तान्तरण जोखिम वहन पनि हुने भएको कारणले गर्दाखेरि यो चाहिँ एकदम राम्रो छ। र तपाईँको चाहिँ अहिले विज्ञान र प्रविधिको विकासले गर्दाखेरि चाहिँ विभिन्न जोखिमपूर्ण यात्राहरू जोखिमपूर्ण कामहरू गर्नु परेको छ होइन। यस कारणले गर्दाखेरि हाम्रो जीवन त अनिश्चित छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी भविष्यमा आर्थिक रूपमा कसरी मजबुत हुने भन्ने विषयमा चाहिँ त्यो अनिश्चिततालाई निश्चिततामा बदल्नको लागि चाहिँ हामीले बिमा गर्न सक्यो भनेदेखि, बिमामा लगानी गर्न सक्यो भनेदेखि चाहिँ भोलि हाम्रो आर्थिक रूपमा चाहिँ हामी मजबुत हुने र तपाईँको चाहिँ आर्थिक सुरक्षा हुने र हाम्रो तपाईँको चाहिँ आश्रित परिवारको भलाइ हुने कुरा चाहिँ बिमाले समेट्दछ। र बिमा गरिरहँदाखेरि तपाईँको चाहिँ के छ भन्दाखेरि बिमाले चाहिँ एउटा बचत गर्ने बानीको विकास पनि गरायो होइन। त्यस सँगसँगै तपाईँको चाहिँ एउटा रिस्क कभर गर्ने काम पनि गर्यो। त्यस कारणले गर्दा बिमा आफैमा राम्रो छ होइन। अब बिमा गरिसकेपछि हामीले चाहिँ तपाईँको चाहिँ भोलिको भविष्यमा यस्तो गर्छ, यसले चाहिँ एउटा ब्याकअपको काम गर्दछ क्या। जस्तै तपाईँको चाहिँ हाम्रो घरमा बत्ती नहुँदाखेरि हामीसँग सोलर हुन्छ, इन्भर्टर हुन्छ, कुपी हुन्छ होइन, जुन चाहिँ प्रकाशको विकल्प रह्यो भने हामीले हाम्रो परिवारलाई चलाइरहेछौँ भने हामी भोलि भइएन भने हाम्रो विकल्प के हो भन्ने विषयमा चाहिँ तपाईँको बिमाले काम गर्छ। यदि हामी रहिएन भने हामीले इन्कम गरिराखेको अवस्थामा तपाईँको भोलि केही भइपरि आयो भने हाम्रो परिवारलाई त्यहाँबाट चाहिँ आर्थिक क्षति दिन्छ बिमा कम्पनीले। र त्यस कारणले गर्दा हाम्रो परिवारलाई चाहिँ आर्थिक रूपमा गिर्न नदिने, यसलाई चाहिँ बिमालाई यसरी पनि भन्न सकिन्छ। बिमा एउटा गरिबहरूलाई धनी बनाउने र धनीहरूलाई गरिब हुन नदिने एउटा बुटीको रूपमा पनि लिन सकिन्छ, जसले गर्दाखेरि चाहिँ एउटा सुरक्षा प्रदान गर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो स्थितिलाई चाहिँ गिर्न दिँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ बिमा आफैमा महत्त्वपूर्ण छ र यसलाई चाहिँ एउटा कानुनी सम्झौताको रूपमा हेर्नुपर्ने हुन्छ। र तपाईँहरू सबैजनाले के छ, तपाईँको चाहिँ नेपालकै उत्कृष्ट जीवन बिमा कम्पनी नेपाल लाइफ इन्सुरेन्समा चाहिँ आफ्नो र आफ्नो परिवारको चाहिँ बिमा गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोला भन्ने शुभकामनाका साथ आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। बाँकी अर्को भिडियोमा अर्को एपिसोडमा भेट हुने बाचाका साथ आज चाहिँ बिदा हुन चाहन्छु। जय नेपाल लाइफ।